आज चाहिँ हाम्रो बालीमा निग्रो टिप्न आएको। खासै बाली सप्रेन छ यार दाइ, हेर्नु न निग्रै फलेन छ। ए सबै झारले छोपिहालेछ नि। खासै बाली राम्रो भएन छ। कुन बेलामा आएर सबै यो फाड्छु होला। निग्रो जम्मा भेटियो यतिले न सब्जी खानु होला है। सब्जी पुग्छ यतिले लडिसक्यो नि त्यहाँ भित्तामा चिप्लिँदै। कहाँ ढुङ्गा चढेको त अनि अनि त्यस्तोमा चढेर हुन्छ। ओ कनेर चढ्दैछ अनि कति टिप्नु हो देखाउ नि त। थुक्का अहिलेसम्म मैले यत्रो टिपेँ, 2टा टिपेर बसिरहेको रहेछ हौ टोली त। फेरि स्नेक यस्तो ठाउँमा त फेरि स्नेकले फेरि हानिदिन्छ कि। स्नेकले हान्ने चाहिँ चप्पल छ, फेरि जुत्ता छैन। आज फेरि मलाई फाप्लो हस्पिटलमा पुर्याउँछ होला त। सिस्नुले पोलो नि टोको सिस्नुले। लो म यो जङ्गलमा धेर बेर बस्दिनँ है। निग्रो चाहिँ यस्तो कुनामा यसरी लुकेर बस्दो रहेछ है एकवटा। अनि कहाँ देख्नु त झारले छोपेपछि। यहाँ चाहिँ अलिकति बाली सप्रेछ होइन। निग्रो टप्प टिप्नुपर्ने हुन्छ यसरी। झ्याप झ्याप झ्याप। यहाँ बाली सप्रेछ अलिकति। अरे तपाईँ खोला हिँडेर निग्रो भेटिन्छ त। यस्तो ठाउँ छ सोलुखुम्बु भन्ने ठाउँ चाहिँ यस्तो राम्रो छ है। डाँडाले भरिएको पल्लो ठाउँमा चाहिँ घाम लागिरहेछ। यहाँ चाहिँ फेरि कस्तो हुस्से लागेर पानी पर्नु खोजेर भनेको त आकाश हुस्से घाम मात्रै छेकेको रहेछ। खासै हुस्से त लागेको छैन। त्यो निग्रो टिप्नु न। उनी टिपेर ढुट्टो छ फेरि एउटाले चाहिँ। उनी टिपे हेर्नु न बोक्नै सकिनँ नि त यो धेरै भएर। तपाईँ निग्रो बोक्नु न, तपाईँ निग्रै चिन्नु हुँदैन। अनि निग्रो भनेर उनी टिपी हिँड्छ टोली। दामी एउटा पुल छ होइन। यो पुलमा चाहिँ मान्छे हिँड्दैन क्या हो। हामी हिँड्छौँ नि त यहाँ। त्यस्तो काम गर्दैन। अब हामी चाहिँ अब हामी यो झर्ना, यो सानो मिनी झर्ना माछा मार्दै रहेछ हेर्नु। अझै धम्ले पानी आइरहेको छ। माछा बल्छी त्यहाँ थापिरहेको छ। माछा मार्नु त छिर्नु पर्यो नि त। अरे माछा त यहाँ रहेछ यार। छ लु हान लुक्यो। भेतुका रहेछ भेतुका। माछा मार्नु भनेर हिँडेको यो माझी दाइले माछै मार्नु सकेन। झारपात पो टिभी हिँड्दैछ। अनि त्यो अरू पनि हो नि त। अनि उयो नि हयो टिप्नु निग्रै चिन्दैन क्या। सिकाउनु यहाँ त्यहीँ छ 2टा छ सानो निग्रै चिन्दैन क्या। त्यहीँ मुनि छ त्यहीँ आँखै छैन क्या। उयो हो त्यो अनि पल्लो त्यही मुनि। फाइनल्ली हामीले चाहिँ निग्रो टिपिसक्यौँ होइन आज 2जना भएर। त्यो दाइ चाहिँ माथि कुद हिँड्ने क्या। डाँडामा निग्रो पाउँछ कि भनेको कुनै उयो हो। जङ्गल घारी पसाउने चाहिँ म हो होइन। जङ्गल घारी पस्ने चाहिँ म हो। पस्ने म हो। पस्ने चाहिँ फेरि म हो। यस्तो यो सिक्युरो बोकेर मेरोमा छैन। बरु मेरोमा छ जस्तो। म बरु माथि हिँडेको देखिरहेको। जङ्गल पोसेर टिप्ने चाहिँ म हो। मैले यहाँ यत्रो टिपेँ एकैछिनमा। यो मैले यहाँ भएको 2-3वटा बाइक सबै मैले टिपेको। 2-3वटा बाइक सबै मैले टिपेको नि। फेरि टक्क भरे चाहिँ यसलाई पकाएर खानुपर्ने हुन्छ होइन। घाँसपात यो भरेलाई हो त्यो भोलिलाई हुँदैन। सबै एकैचोटि हान्ने हो। एकैचोटि खाने हो। फाइनली हामीले टिपिसक्यौँ। सायद कति 1 घन्टै लाग्यो होला हौ। लाग्यो। खोला डाँडा नाला काँडा जङ्गल घारी सिस्नु घारी।